15-20 घरहरू छन् होला होइन। यो सबै यो घरहरू चाहिँ अब यत्तिकै छोडेर गएको छौँ कि जस्तै यहाँनिर गाडीहरू पनि छ होइन, गाडीहरू नलिपिकन गएका छन् होइन। 5 साल बाद जब अपने दोस्तों को गाड़ी खरीद के अपना घर बनाते देखोगे तो अपने आप को कोसोगे। नमस्कार, तपाईँलाई फेरि मेरो अर्को भिडियोमा स्वागत छ होइन। म चाहिँ आज सहरबाट अलिकति टाढा होइन, सहरको भिडभाडदेखि अलिकति टाढा जस अलिकति मनलाई शान्तको 5 दिन कामपछिको थकानपछि चाहिँ मनलाई शान्त बनाउनको लागि चाहिँ एउटा यस हेगो पेन्टिङमा रहेको चाहिँ एउटा यो साङ्ग्रा ड्याम भन्ने आएको चाहिँ थियो होइन। साङ्ग्रा ड्याम चाहिँ एकदम पाहाडको बिचमा रहेछ होइन, जङ्गलको बिचमा, हरियालीको बिचमा चाहिँ एउटा ड्याम बनाइएको रहेछ। यो ड्याममा आएर होइन बसेर आनन्दले प्राकृतिक आनन्द लिनको लागि चाहिँ एकदमै उपयुक्त ठाउँ जस्तो लाग्यो मलाई चाहिँ होइन। अनि यहाँ चाहिँ हामी अब त्यो साथीहरू पनि अब काममा जहिले पनि भिडभाड ट्रेनमा भिडभाड, काममा त्यति कामको प्रेसरदेखि लिएर अनेक कुराको टेन्सनबाट चाहिँ अलिकति टाढा आएर रमाउनको लागि चाहिँ एकदमै बेस्ट ठाउँ रहेछ होइन। यो ड्यामको मेन उद्देश्य चाहिँ भनेको यो हेर्नु पिक्चरमा चाहिँ जस्तै पानीको सफा पानी उपलब्ध गराउने नै रहेछ होइन। यसबाट बिजुली भन्दा पनि यो पानीको लागि नै विद्युत बनाइएको रहेछ। अनि यो ड्याम चाहिँ अब 1919मा बनाइएको रहेछ, लगभग एक सेन्चुरी भन्दा पनि बढी भइसकेको रहेछ। र पनि यो ड्याम चाहिँ जस्ताको त्यस्तो नै छ होइन। अब एकदमै यहाँ चाहिँ अब आएर घुम्नको लागि अब अलिकति रिफ्रेसमेन्ट गर्नको लागि चाहिँ एकदमै उपयुक्त ठाउँ लाग्यो। तपाईँहरू पनि यदि यो कामको एरियामा हुनुहुन्छ भने चाहिँ एकचोटि यो साङ्ग्रा ड्याम आउनको लागि चाहिँ अत्यन्तै उपयुक्त ठाउँ जस्तो लाग्छ रिफ्रेसमेन्टको लागि चाहिँ। अब भिडियो हेर्दै गर्नु होला होइन। अब मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद। त्यतिखेर चाहिँ हिउँको पिक्चरमा चाहिँ होइन हामी एउटा यो ड्याम रहेछ यहाँनिर होइन। त्यो ड्याम घुम्न गएको थियौँ, तर त्यो ड्यामनिर घुम्न जाने बाटोमा चाहिँ माथि फेरि जङ्गल छ होइन। जङ्गलको यतापट्टि साइडमा चाहिँ धेरै घरहरू छन् कि होइन, लगभग यहाँनिर 15-20 घरहरू छन् होला होइन। यो सबै यो घरहरू चाहिँ अब यत्तिकै छोडेर गएको छौँ कि जस्तै यहाँनिर गाडीहरू पनि छ होइन, गाडीहरू नलिपिकन गएका छन् होइन। गाडीदेखि लिएर यहाँ सबै छ क्या, जस्तै अब धेरै घरहरू छन् यतापट्टि पनि, तर गाडी सबै त्यत्तिकै छोडेर गएको छन्। सायद यहाँ आजभन्दा केही वर्ष पहिला चाहिँ सायद केही घटना घटेको हुनसक्छ होइन। यतापट्टि यो भालुसालु पनि आउँछ भनेर चाहिँ यहाँ त्यो बोर्डहरूमा पनि लेखेको छ होइन। सायद जङ्गली जनावरको आतङ्कबाट हो कि अन्य केही घटना घटेर चाहिँ यहाँ सायद यतातिरको मान्छेले बस्ती छोडेको जस्तो लाग्यो होइन। ल यही नै हो।
ल मेरो साथीको परिचय दिँदाखेरि चाहिँ ऊ चाहिँ मिठो राई होइन अनि साथीहरू तिनजना साथीहरू चाहिँ त्यहाँनिर अगाडि छन् होइन हिटमा गएर फुल भिडियो हेरिदिनु होला होइन यही हो साथीहरू जो रमाइलो छ रमाइलो तरिकाले बाँच्नु होला यतिलाई भन्दै कछुवाले चाहिँ साथीहरूलाई कछुवा हिँडेर चाहिँ पानी कछुवा पनि पाइँदैछ यो खोलामा यार एउटा फेरि यहाँ अचम्मको स्टेसन छ सानो होइन यतिबाट सिधै जाँदा पनि हुन्छ ल हाम्रो साथी परम तामाङ यहाँ त राउन्ड बेलामा एकदम अग्नि प्रसादको भिडियोहरू आउनु होला होइन एकदम सहज पाराले भिडियो बनाउन सक्छ अझै मिहिनेत गर्न सकेर काम बाध्य गर्दैछ माया देखाइदिनु होला लाइक सब्सक्राइब सेयर अनि फेसबुकमा भिडियो हाल्छ फलो सलो गरिदिनु होला एकदम मिहिनेत छ काम गरिदिनु होला मेरो साथीलाई सबैजनाले होइन साथीको परिचयलाई मेरो परिचय चाहिँ राजनगरपट्टि हो साथीले मेरो फर्स्ट टाइम भेट साथी एकदम मिल्दो छ साथीहरू यसो देखाएको पार्टसम्म आयो नि एकदम रमाइलो नि हुन्छ आइदिनु होला सबैले सब्सक्राइब गरिदिनु होला ओके ल थ्याङ्क यू ल बाई बाई